गेमको बारेमा के नेम थाहा छ तिमीलाई? मलाई त केही थाहा छैन। तपाईँ नखेल्नुको रिजन हुन्छ जस्तो लाग्छ दाइ। नमस्ते सपुडामा फेरि पनि रस्सी गेम सुरु हुँदैछ। रस्सी गेममा यता इन्डिया छ भने उता बङ्गलादेश। यो गेम मैले पहिला पनि देखाएको थिएँ हजुरहरूलाई, सो फेरि पनि हेर्नु होला। के छ? ठिक छ? अब यो गेम हुन लाग्छ। यो गेमको बारेमा के नेम थाहा छ तिमीलाई? मलाई त केही थाहा छैन। हो नि, डोरी तान हो। तपाईलाई कुन टिमले जित्नु हुन्छ जस्तो लाग्छ दाइ? कुन टिमले? मैले इन्डियाले जित्यो। तपाईँ नखेल्नुको रिजन? म सिङ्गल नेपाली हो क्या, म सिङ्गल नेपाली। अनि हामी चाहिँ नेपाली होइन। सक्दैन केटीहरू। केटीहरू खेल्यो भने मिल्छ क्या। दाजुभाइहरू मान्दोमा जो खेल्नु पर्यो, यस्तो भएन। नेपाली पछि हट्यो। यो भिडियोबाट सन्देश दिनु होला। सन्जोग दाइ छ। 2 जना मात्रै, 3 जना हामी। खोइ त नेपाली दाइहरू सबै हो आएन उनीहरू। ल है त गेम रेडी। ल इन्डियाको लाइन यता छ, बङ्गलादेशको उता छ। लाइभ नै हजुर। क्यामेरा टक्क घुमाउँदाखेरि ठ्याक्कै पर्छ। 0.6 मा राख्यो भने यस्तो राउन्डिङ ब्लर धेरै आउँदैन। 0.6 मा राखेको। अरे इतना त बडा बनाऊ, इतना बडा। यिनीहरूले काम चोरी रस्सी तान्ने। रस्सी तान्ने खेल हुँदैछ बङ्गलादेश भर्सेस। मैं यता नीचे रोकेगा। बङ्गलादेशको टिम यता छ भने इन्डियाको यो टिमहरू कसले जित्ला त? ल 121 बङ्गलादेश जितेको छ। ल बङ्गलादेश सिङ्गर। फाइनली बङ्गलादेशले जितेको छ यो टिमले। ल बङ्गलादेशलाई बधाई। साथी तपाईँले रस्सी गेममा चाहिँ इन्डिया भर्सेस बङ्गलादेश थियो। बङ्गलादेशले विन गरिसकेको छ।
सो भिडियो लामो भएको कारणले अर्को एपिसोडमा है त ल